ल काका कति अरे यो 300 रुपैयाँ हजुर ए म्याङ्गोमा रहेछ होइन ए ब्रान्डको रहेछ यो यसको यो डेट पो कहिलेको हो 2022 को रहेछ एक्सपायर 24 जनवरी मार्च यो त नि एक्सपायर भइसकेछ नि काका के हो अहिले 2020 होइन 24 3 होइन अहिले त अनि अहिले 24 त हो नि ए यो त एक्सपायर छ नि काका बिरामी भइन्छ खायो त यो त नखाने काका ए हेर्नु त काका यहाँ हेर्नु त एक्सपायर 324 मा छ होइन 24 मा छ यो नयाँ हो के 324 हो कि अहिले जनवरी फेब्रुअरी मार्च होइन अप्रिल भइसक्यो यो एक्सपायर भइसक्यो काका यो खायो भने बिग्रिन्छ यो त यो नखाने काका 10 त मैले आज ए होइन होस् म त चाहिँ नखाने नखाने भयो म चाहिँ यो एक्सपायर भइसकेको छ कि यसमा 2 घण्टा छ 2 घण्टामा होइन नखाने भयो म यो एक्सपायर छ यो टाढाबाट आएको मान्छे कि यसले गर्दाखेरि यतातिर यहाँ फेरि बिरामी भयो अरे असर पर्छ फेरि नखायो भने कोर्छ नि छ यहाँ हेर्नु न यहाँ बोकिरहेको छ अनि त्यो तपाईँले मेरो मात्रै तपाईँको मुख हेरेर मैले खाना खोजेको लास्टमा एक्सपायर रहेछ अब के गर्नु त्यो अनि कुहिरे भयो भने नेपाली भयो भने मैले एक जोक बनेपछि त्यहाँबाट ए ल काका राख्नु ल काका म गएको